अब जितेर गएपछि विकास गर्नु पर्यो आन्दोलन भनेको नो करप्सनको लागि थियो हैन त्यो गर्नु भएन त्यति नै हो नो करप्सन एउटा कुरा भयो हैन जस्तो अब कस्तो खालको विकास गर्ने एक दुईवटा इक्जाम्पल जस्तो अब हामी जस्तो अब अलिअलि पढिरहेको छौँ केही जब छैन हैन एउटा हुन्छ नि त केही छैन अब त्यस्तै केही गरिदिनु पर्यो जस्तो इन्डियामा के छ भने के अरे 12 कक्षा पढिसके पछाडि एचएस भन्छ क्या त्यो हायर सेकेन्डरी भन्छ त्यो पास गरिसकेपछि अनि उसले काम पाएन भने एउटा फर्म भर्नुपर्छ निश्चित बेरोजगार भत्ता पाउँछ तर त्यसले चाहिँ के गर्छ मान्छेले अल्छे गर्छ अनि हामी चाहिँ अहिले के कोसिस गरेका छौँ आंशिक भए पनि वर्षमा 12 महिना नभने 2 महिना 3 महिना गर्ने हो कि हैन अथवा थोरै थोरै अथवा ब्याचलर पढ्ने मास्टर डिग्री पढ्ने सम्म आफै भनौँ न त्यो खालको योजनाहरू बनाउने कोसिसमा छु हैन अब त्यसमा सुझाव दिनु के हुनसक्छ रोजगारीमा त्यो खालको चाहिँ नानीहरूले लेखेर भए पनि दिनु पर्यो भनेर फोन गरेर मेरो यहाँ नम्बर छँदैछ त्यसमा वाट्सएप पनि छ नि त त्यसमा दिन्छु ल विकासको मोडल देखेको छ नि त हैन अनि नीति नियमहरू सिस्टम के छ हैन कस्तो सोचिन्छ यस्तो भइदिए चाहिँ हाम्रो समाज राम्रो हुन्छ यस्तो भए देश राम्रो हुन्छ भन्ने किनभने कुनै पनि चिज एउटाकै दिमागबाट निस्किने हो अनि त्यसलाई नै बिस्तारै व्यापक हुने हो सबै आइडिया हामीलाई पनि थाहा हुन्छ हैन त्यो कुरा चाहिँ त्यो चाहिँ वाट्सएप नम्बर पनि छ मेरो हैन फेसबुक पनि छँदैछ हामी छँदैछौँ यो वाट्सएप नम्बर हैन लेखेर भए पनि दिनु पर्यो ल भाइ ल चिन्नुभयो चिने ल हजुर ल अहिले लाग्यो स्वास्थ्यलाई के छ हिँड्न सक्दिनँ छिमेकै मान्छेलाई उठाएको उम्मेदवार बनाएको यहाँ घरभित्र केको लगाइदिनुहोस् न घरभित्र होला हजुर सक्नुहुन्छ हजुर बसेर